अभिवादन अनि जय मङ्गल सम्पूर्ण मित्रहरूलाई। विशेष गरेर फेरि पनि म यहाँहरूसँग केही भलाकुसारी गर्नको निमित्त फेरि पनि म उपस्थित भएको छु। विशेष गरेर आज म तमाम हाम्रा के चाहिँ समुदाय इन्डिजिनस पिपुल लगायत समग्र चाहिँ देशप्रेमी आदरणीय के चाहिँ देशभक्त होइन आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ के अरे अब हामी प्रत्यक्ष भेटघाट गर्न पूर्व पश्चिम उत्तर दक्षिण होइन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तपाईँ हाम्रो प्रत्यक्ष भेटघाट त अब सम्भव छैन, भेट्न चाहेर पनि सकिरहेको अवस्था छैन। यद्यपि तपाईँ हामी यो सामाजिकको सञ्जाल मार्फत यो एउटा माध्यम सामाजिक सञ्जालको माध्यम भएर तपाईँ हाम्रो नियमित के अरे चाहिँ भेटघाटको अवसर के अरे तपाईँ र मैले आज त्यो अपर्च्युनिटी त्यो गोल्डन अपर्च्युनिटी हामीले चाहिँ प्राप्त गरिरहेका छौँ मित्रहरू। विशेष गरेर म यहाँहरूलाई चाहिँ के आज आग्रह गर्न गइरहेको छु भने विशेष गरेर आज यो मङ्गोलिजममा नै सबैजना चाहिँ जोडिनु चाहिँ किन आवश्यकता छ भन्ने कुरा चाहिँ म यहाँहरूलाई छोटोमा केही कुराकानीहरू चाहिँ यहाँहरूसँग भलाकुसारी गर्न गइरहेको छु। विशेष गरेर चाहिँ म के कुरा गर्न गइरहेको छु भने जय देश र जय माटो भन्ने जय माटो जय देश भन्ने साथीहरूलाई विशेष गरेर म चाहिँ आग्रह गर्न चाहन्छु। जय माटो जय देश भन्ने साथीहरूलाई आज यो देश को चाहिँ कुल जमिन कुल टोटल भूभाग चाहिँ देशको अथवा मुलुकको यो कुल जमिनको 60% अथवा 60% के अरे चाहिँ जमिन चाहिँ यो देशको 20% खस आर्य समुदायको कब्जामा छ। यो कुरा यो तथ्याङ्क चाहिँ विशेष गरेर म जय माटो र जय देश भन्ने साथीहरूलाई चाहिँ निहालेर हेर्नको निमित्त म विशेष आग्रह पनि गर्न चाहन्छु। र 60% जमिन चाहिँ 20% खस आर्य समुदायले कब्जा गरेको अवस्था छ। बाँकी रहेको 40% जमिन यो देशको बाँकी रहेको 40% जमिन मध्येको 30% जमिन चाहिँ विशेष गरेर जङ्गलले ढाकिएको घना जङ्गलले ढाकिएको अवस्था छ। अब बाँकी रहेको 10% जमिनमा चाहिँ 60 र अब बाँकी रहेको 10% जमिनमा चाहिँ 3% जमिन चाहिँ हिउँ र चट्टानले ढाकिएको अथवा कुनै पनि चाहिँ उर्वरा शक्ति नभएको अथवा जङ्गलहरू बोट बिरुवा पलाउन नसक्ने हिउँ र चट्टानले ढाकिएको अवस्थामा 3% जमिन रहेको छ भने बाँकी रहेको 7% जमिन थोरै जमिन चाहिँ यो देशको 80% बहुसङ्ख्यक अहिन्दू र मूलवासी मङ्गोल नागरिकहरूको सीमित कब्जामा 7% मात्रै यो जमिन अथवा माटो रहेको स्थिति देखिन्छ। अब भन्नुहोस् मित्र, अब 80% के अरे चाहिँ जमिन 100% कुल के अरे चाहिँ टोटल जमिनको चाहिँ 60% जमिन 20% खस आर्यको कब्जामा छ। बाँकी रहेको 30% जमिन जङ्गलले के चाहिँ घना जङ्गलले ओगटेको अवस्था छ। बाँकी रहेको 3% जमिन चाहिँ चट्टान र हिउँले ढाकिएको अवस्था छ भने बाँकी रहेको 7% जमिनमा यो देशको बहुसङ्ख्यक 80% 2,42,00,000 भन्दा बढी नागरिकहरू थोरै 7% जमिनमा आज के खुम्चिएर रहेको स्थिति छ। तथ्याङ्कले यही कुरा गरेर चाहिँ बताइरहेको अवस्था छ भने जमिन त पूर्ण रूपमा के अरे चाहिँ बाहुन छेत्रीको कब्जामा गइसक्यो होइन र बाँकी रहेका के अरे चाहिँ अन्य कुरा पनि यसो सबै कुरा यही अनुसार लागू हुन्छ। जसरी के अरे चाहिँ यो देशको टोटल के अरे चाहिँ घरहरूमध्ये
चाहिँ लगभग चाहिँ अब 20% समुदायले कब्जा गरेको अवस्था छ। भनेपछि अब 20% के अरे चाहिँ समुदायले सबै घरहरू पनि 80% जमिनहरू उनीहरूले नै के अरे चाहिँ कब्जा गरेको अवस्था छ र घरहरू पनि त्यसरी नै कब्जा गरेको अवस्था छ र अर्थतन्त्र पनि के अरे चाहिँ मुलुकका केही सीमित 20% घर आर्य समुदायको पनि विशेष गरेर केही धनाढ्य वर्ग हैन त्यो मध्ये खस र आर्यमा पनि 52 चाहिँ 4% 52 र 16% खसमा क्षेत्रीहरू 16% रहेको छ भने 4% 52हरूको चाहिँ के अरे चाहिँ भित्र पनि केही व्यक्तिहरूले सीमित व्यक्तिहरूले देशको सिङ्गो अर्थतन्त्र पनि कब्जा गरेको अवस्था छ भने यो तथ्याङ्कलाई चाहिँ आज अध्ययन गर्ने क्रममा जसरी चाहिँ मुलुक पूर्ण रूपमा यसरी 4% के अरे चाहिँ 52हरूको कब्जामा गइसकेको अवस्थामा अब के अरे चाहिँ देशको चाहिँ यो देशको बहुसङ्ख्यक चाहिँ अहिन्दू मूलवासी मङ्गोल इन्डिजिनस पिपुलहरूसँग चाहिँ 2 करोड 42 लाख भन्दा बढी के अरे चाहिँ मङ्गोल समुदाय मूलवासी समुदायसँग बाँकी रहेको थोरै 7% जमिन पनि अब त्यो तपाईँ र मेरो कब्जाबाट गुम्ने स्थिति चाहिँ टटकारो रूपमा तपाईँ र मेरो अगाडि चाहिँ देखिएको अवस्था छ। आज तपाईँ र मैले त्यो 7% जमिन गुमाएको दिन अथवा माटो नै छैन भने तब कहाँ जय माटो भनेर उफ्रिने के हैन जय देश कसरी भने अझ त्यसमा पनि यो नस्लवादी सरकार यसरी लागेको अवस्था छ। यहाँहरूलाई के अरे चाहिँ म के आग्रह गर्न चाहन्छु भने विशेष गरेर चाहिँ यो देशको नस्लवादी सरकारले आज यो देशको चाहिँ अहिन्दू मूलवासी मङ्गोल समुदायलाई किन चाहिँ आज आदिवासी जनजाति हुँदै शरणार्थी बनाउने प्रयास गरिरहेको छ क्या नियोजित रूपमा किन आज प्रायोजित रूपमा आज यो देशको मूलवासीलाई आदिवासी जनजाति हुँदै शरणार्थी बनाउने किन के अरे चाहिँ यिनीहरूले त्यो एक खालको के अरे चाहिँ तयारी गरिरहेको कानुनी दस्तावेजहरू किन बनाइरहेको छ कि हैन भोलि यहाँनिर यो देशको नस्लवादी सरकारले यो अति चाहिँ हिन्दू जुन चाहिँ हिन्दू अतिवादी एउटा तत्त्वले आज यो देश विशेष गरेर 1495मा चाहिँ नेपाल भित्रिएका ककसियन के अरे चाहिँ माउन्टेनको आसपासदेखि हैन त्यताबाट इरान इराक अफगानिस्तान पाकिस्तान हुँदै भारतको सिन्धु घाटी भएर भारत हुँदै नेपाल प्रवेश गरेका के अरे चाहिँ खस आर्य समुदायका केही त्यस्ता के अरे चाहिँ हिन्दू साम्राज्य विस्तारवादी अभियान को एउटा चाहिँ भिजन र मिसन लिएर आएका मानिसहरूले यो देशलाई पूर्ण रूपमा हिन्दू अधिराज्य स्थापना गर्नको निमित्त उनीहरू आज पनि एकदमै तल्लीन देखिन्छ मित्रहरू। त्यसको निमित्त यिनीहरूले कानुनी के अरे चाहिँ लडाइँ लडिरहेको अवस्था छ। यो देशको मूलवासीहरूलाई आदिवासी भनेको त्यो माइग्रेटेड पिपुल जो बाहिरबाट बसाइसकेर आएको भन्ने त्यसको अर्थ लाग्छ। आदिवासी माइग्रेटेड पिपुल अङ्ग्रेजीमा हैन आदिवासी जनजाति भनेको नोम्याड जिप्सी जसको के अरे चाहिँ कुनै पनि ल्यान्डलेस चाहिँ के अरे चाहिँ जमिन नभएको हैन त्यस्तो खालको स्थिति बनाएर अझ शरणार्थी बनाएर यो देशको मूलवासी मङ्गोलहरूलाई इन्डिजिनस पिपुलहरूलाई यो देशबाट शरणार्थी बनाएर जतिखेरसम्म के अरे चाहिँ बाहिर लखेट्न यिनीहरू सफल हुँदैन तबसम्म त्यो के अरे चाहिँ हिन्दू साम्राज्य चाहिँ के अरे चाहिँ त्यो स्थापित हुन सक्दैन हिन्दू अधिराज्य कायम हुन सक्दैन। आज तपाईँहरूले के अरे नेपालको बजारमा चाहिँ तपाईँको हाम्रा दुर्गा प्रसाई जस्ता मानिसहरू राजेन्द्र लिङ्गदेन जस्ता वंश गद्दारहरू के अरे चाहिँ ज्ञानेन्द्र शाही जस्ता मानिसहरूले आज त्यो हिन्दू साम्राज्य विस्तारवादी अभियानको एउटा नेतृत्व गरिरहेको कुरा यस्ता दर्जनौँ मानिसहरू छन् यस्ता धार्मिक कथित गुरुहरू हैन तपाईँ र मेरो पछाडि लागिरहेको अवस्था छ। तपाईँ र मलाई के अरे चाहिँ आदिवासी जनजाति हुँदै के अरे चाहिँ शरणार्थी बनाएर एउटा कानुनी दस्तावेज कोरिरहेको अवस्था छ। आज तपाईँ र मेरो के अरे चाहिँ डिग्री लेभलको मास्टर गरेको नानीहरूलाई कुनै सानो पोस्टमा जागिर खानु पर्यो भने आज यो नेपालको नस्लवादी सरकारले के गरिरहेको छ त भन्दा तपाईँ र मलाई के अरे चाहिँ आदिवासी जनजाति भएको के अरे चाहिँ कार्डहरू चाहिँ हैन फारमहरू वितरण गरिरहेको अवस्था छ। त्यो चाहिँ के हो त भन्दा भोलि चाहिँ अन्तर्राष्ट्रलाई को सामु
राष्ट्रको टेबलमा पछार्नको निमित्त त्यो एउटा कानुनी दस्तावेजको रूपमा आज के अरे चाहिँ त्यो तयारी गरिरहेको अवस्था छ। यो कुरा आज तपाईँ म जय माटो र जय देश भन्ने मानिसहरूले चाहिँ नबुझ्ने होइन। अनि त्यो चाहिँ हामीसँग यो देशको बहुसङ्ख्यक इन्डिजिनियस पिपुलसँग चाहिँ थोरै सीमित रहेको 7% जमिन पनि भोलि के अरे चाहिँ छोडेर होइन तपाईँ र म के अरे चाहिँ नभए नि तपाईँ र मेरो कमिङ जेनेरेसनले त्यो तपाईँ र मसँग रहेको थोरै बचे खुचेको 7% जमिन पनि गुमाएर होइन चाहिँ झोली तुम्बी बोकेर शरणार्थी भएर यो देश छोडेर अन्तर्राष्ट्रतिर के अरे चाहिँ विदेशिनु पर्ने बाध्यता सिर्जना भयो भने होइन त्यतिखेरको अवस्था चाहिँ के हुन्छ होला क्या। अनि यो कुराको यो षड्यन्त्र यो चाहिँ उयसमा गइरहेको अवस्थामा देश चाहिँ यसरी के अरे चाहिँ षड्यन्त्रमा अथवा नियोजित चाहिँ के अरे चाहिँ खालको चाहिँ उयसमा गइरहेको अवस्थामा विशेष गरेर चाहिँ जय माटो र जय देश भन्ने साथीहरूले कुरा कान त खोलेर आज सुन्नुपर्ने हुन्छ, आँखा खोलेर चाहिँ सुन्नुपर्ने हुन्छ, देख्नुपर्ने हुन्छ। आज यो कुरा चाहिँ आज तपाईँले मैले बुझ्न सकेनौँ भने होइन चाहिँ जय माटो जय देश भन्दै अहिले उफ्रिएर के गर्ने। हामीसँग भएको के चाहिँ माटो चाहिँ सबै के चाहिँ विदेशीको कब्जामा गइसक्यो, देश विदेशीको कब्जामा गइसक्यो होइन। जो के अरे चाहिँ बाहिरबाट आएका आप्रवासीहरू चाहिँ के अरे चाहिँ इन्डिजिनस मूलवासी भएर बाहिर अन्तर्राष्ट्रसँग पाउने दाताहरूसँग हरेक खालको सेवा सुविधाहरू लिनलाई चाहिँ गिरिजाप्रसाद कोइरालाको पालादेखि होइन चाहिँ के अरे लिइरहेको अवस्था त तपाईँ र मेरो माझमा छर्लङ्गै छ त। त्यसो भएर आज चाहिँ जय माटो जय देश भन्दा अगाडि तपाईँ र म चाहिँ यो मङ्गोलिजममा पहिला सबै के अरे पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण के अरे चाहिँ देशभक्त अथवा के अरे चाहिँ न्यायप्रेमी अथवा के अरे चाहिँ हाम्रा मङ्गोल प्रेमी आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ आज विशेष गरेर मङ्गोलिजममा के अरे चाहिँ आज पहिला जोडिनको निमित्त म हार्दिक आग्रह गर्न चाहन्छु। मङ्गोलिजममा जोडिएर आज मङ्गोल अस्तित्वलाई कानुनी रूपमा स्थापित गरेर अनि के अरे चाहिँ संविधानको चाहिँ पुनर्लेखन गरेर होइन संविधानको प्रस्तावनाभित्रै मङ्गोल र मूलवासी लेखेर अनि के अरे चाहिँ यो व्यवस्था बाहुन सत्तालाई के अरे चाहिँ बाहिर राखेर अनि के अरे चाहिँ होइन यो चाहिँ के अरे चाहिँ एक खालको मङ्गोलहरू चाहिँ यो देश मङ्गोलहरूले जहिलेसम्म सत्ता चाहिँ के अरे चाहिँ बाहुनको सत्तालाई के अरे चाहिँ हटाएर जहिलेसम्म के चाहिँ मङ्गोलहरू सत्तामा आउन सक्दैन तहिलेसम्म आमूल के अरे चाहिँ परिवर्तन सम्भव देखिँदैन। त्यसो भएर सम्पूर्ण मित्रहरूलाई म के अरे चाहिँ मङ्गोलिजममा जोडिएर मात्रै आज माटोको राजनीति राष्ट्रको चाहिँ राजनीति होइन देशको राजनीति अनि मात्रै गर्न चाहिँ विशेष के अरे चाहिँ गरेर उपयुक्त चाहिँ हुन्छ। यो कुरा चाहिँ म यहाँहरूलाई विशेष आग्रह गर्न चाहन्छु। हस्, अभिवादन अनि जय माता।